लगानी गर्नुहुनेछ भन्दै यो पुरस्कार हस्तान्तरण गर्न गइरहेको छु। अलि ठुलो ताली चटपट बनाउनुहुन्छ के उसको आमाले पनि पञ्चकोटमा चटपट बनाउनुहुन्छ नि त के भन्न बकुले माथि पञ्चकोट चटपट बनाउने उसको आमा एकदम हस् ल थ्यांक यू नानु बकुले यो के रे लक्ष्मी छाइदिनु पर्यो ल म पराठा बनाउने पुगेन नि यस्तै निर्मल के छ जस खुसी लाग्यो भेट्यो के त्यो मेन कुरा त्यही भेट्नु ठुलो कुरा हो होइन त्यो दिदी बोलेर गर्नुहुन्छ के गर्नुहोस् त्यसो त्यो उपरकोटका कृष्ण अधिकारीहरूले पढाउनु पर्यो जम्मै कार्तिका त अब असोज कार्तिक हाते त्यता कुकुर जमाउने हाम्रो नगरपालिकाका मैले फोटो खिच्न हँसाएर यति अनि यो ठाकुरले एउटा ठाकुरले काम गर्ने नगरपालिकाका नगर प्रहरी भन्छन् कहिले कहिले नगरपालिका खेता लाउन हँसाएर एउटा कुकुर खाइसम्मै एक दिन 13-14टा कुकुर त भाटान्थे जम्मा हुन्छन् हाम्रो असौज भदौ असौतिर मन्दिर पनि हुन्छन् त्यो पुरै गाउँकै यता यति दौडियो कुकुर नि आइन्छ यहाँ मैले यहाँ देखेँ कुकुर त पछि त 3-4 पछि त तिमी नि पुची भएको हो बकुलाई देखेर पर्खै पन्दै आएको बहिनी छोप्दिने बहिनी दिदी को कता जानु भयो यहाँ एउटी एकजना ड्रेस लाउन छ एक्जाम छ एउटा बहिनी एक्जाम रहेछ के होइन एउटालाई मात्रै युज गरेर अनि बहिनीलाई आउँछ अहिले बहिनी लड्दा नि अनि अर्को बहिनी त तल एकछिन एक्जाम दिएर आइहाल्छ बजार धरिहाल्छ ट्र्याक्समा आउनु भयो अनि 1 बजे एउटा एक्जाम अर्को बहिनी फेरि 1 बजे सुरु रहेछ एक्जाम भेटेर गरे हुन्छ पूर्णिमा पनि परीक्षा लिन्छन् र नभए 11 को त पढाइ मात्रै हुन म त फेरि होइन वो किन पढ्नु पर्यो कमा फन्नै छैन र आयो नि एक्जाम छ एक्जाम हैन त्यो एक्जाम लिँदैछन् कि कसो भने 11 हैन रहेछ अझै खाए ओके 11 हो फाल्दैन किप्लिन चान्टीले उ अर्को स्कुल सँगै आलिआली भेट्यो है म त 11 पढाइ छैन हिजो त लास्टै टुकुर नि यता आधी उता दुईजना हजुरहरू त हेर्ने अझ दिदी त हेर्ने गए नि त्यो बाटो अस्ति एकखेप पञ्चकोटा यहाँ यतातिर आउनु देख्दैन यस्तो सबै हेरेर रहेछ कि बक्कु भन्दा बसेको नि हेरेर बसेको रे नभए त झन् बक्कु भन्दा बित्तिकै गाडीले स्कुल एसएलसी का अर्को बहिनी भेटेको बहिनीले दुईटा बहिनी भेटेको एकजना बहिनी एक्जाम दिनु आउनुभएको छ अर्को अब 1 बजे पालो अहिले देखाउँछु म त्यो बहिनीलाई है त छमा कति बजे आरुसिले अनि 16 समीक्षा पनि सानो जान्छ ठुलो होइन क्या छोरी दुःख मात्रै हुन्छ क्या पुकाइ आन्टी हेरौँ त एकछिन देखाउँछु गाइज है आन्टीलाई तलबडीमा जान्छ 1 2 मा कति अर्को 2 वर्ष हो राख्नु भने राख्नु पर्ला अनि एकको 3 हुँदो नि परा बहिनीले होइन कमेन्ट गर्ने यहाँ दाइ कति बोलेको र सब
नबल्न भन्नै मिल्दैन हेर्नु के गर्ने गाह्रो छ सुन्दा सुन्दा यहाँ गाह्रो भएको छ कि अनि त्यो एउटा कुकुरले फेरि 8वटा 7वटा पाइदिने बच्चा अनि त्यो बच्चा पाएपछि अब त्यहाँ गाउँमा धेरै हुन्छ अपरेसन गर्दै त मैले बोलाएर लगेर कल्पनालाई मान्छेहरूलाई त्यही भन्छु कि पालिसी राम्रो तरिकाले पाल्नु नपाल्ने पाल्दै नपालिसी जनसङ्ख्या बाटोमा यस्तै बहिनीले भेट्टाएको है गाई चाहिँ भेट्टाएको बहिनी है भेट्टाएको है उयो पछाडि बहिनीले भेट्टाउनु भएको अनि उहाँको अर्को दिदीले पनि भेट्टाउनु भएको दिदी इक्जाम छ होइन त्यो दिदी अब यस्तो के हेर्नुहुन्छ गाउँतिर यस्तै हो एकचोटि हेर्नु न कमेन्ट पढ्न मजा आइरहेको छ हामीलाई खुसियाली त्यो यहाँ एकछिनमा कमेन्ट आउँछ गोडा गोडा बाबु त लोटेरी यताउति म कतै गएर आउँदाखेरि देखे दिनदिनै जाँदो रहेछ नि हात त हुँदो रहेछ म आउँदाखेरि पछि लागेको लागि गर्छ नाम दियो एकचोटि दिनको ओ सुस्मी गइरे हो प्रमिसा मगर खान्छ हो सबै कमेन्ट भक्कु पनि छक परिरहेछ भन्ने साँच्चै भने दुईटा कुरा प्रश्न कुरा हाम्रो अब यहाँ किन समस्या भन्नु मिल्दैन बोल्नु मिल्दैन गाईहरू गाह्रो हुन्छ अब यस्तो म्युटमा राखेर भएन बहिनीले छोपेको बहिनीले छोपेको है हाम्रो बहिनीले भेटाउनु भएको है पप्पी चाहिँ मान्छेले एउटा भाटा ल्याएर आन्टीले हो आन्टी नभन दिदीले पुग्नु भएको दिदीले देख्नु भयो दिदीले गडा भुक्दिने म त यार छक्क यत्रो बेर किन ननिकालेको भन्छु अझ भाउजूसँग मोबाइल छैन भाउजू त्यो खिच्दिनु नि भाउजू हजुर त्यसमा खिच्दिनु फेरि है अन्त हाम्रो चाहिँ पेमेन्ट उता दिइसक्यो दिदीले दिनुहुन्छ फेरि त्यो पहिला पुरस्कार हुँदैछ छोडिदिनु त्यो नेस्ने हो क्या कहाँ पठाउनु भाइ के कसले भन्नुभयो स्वागत ब्लग कहाँ पठाउनु हो भाइ हामीले होइन अर्को आन्टीले दिदी बहिनीले भेट्टाएको कि बहिनीले भेट्टाएको मिल्दैन कि लाउनु मिल्दैन गाह्रो छ उता गएर बस्नु छ दिदी हामीले त होइन हामीले लिने होइन उतापट्टि अब होइन नि भगवान लान्छु केटा चलन चल्दिनै भनेर कराउँदैन उसमा मलाई त यहीँ कराउँदैन नजिकै भयो कि हेर्ने अब सीमामा भेट्यो कि बागलुङको सीमामा भेट्यो है बागलुङ भेट्यो है बागलुङ पञ्चकट ऊ त्यो चाहिँ पञ्चकट गाई चाहिँ ठाउँ पञ्चकट सीमा हो भेटाउने बहिनी चाहिँ उहाँ हुनुहुन्छ घरै
सबै साइड तिन चार राख्दाखेरि यहाँ भेट्टे भेट्टे गाइज ल है ल धेरै खुसी लाग्यो धेरै दुःख पछि भेटेको छ है हिजो त अलिक ठुलो देखेको थियौँ हामी टाढाबाट अब नजिकबाट देखेन नि त हामी यस्तो बिग्न खालको हाम्रो घर अगाडि आथ्यो फिक्स हो क्या फिक्स हो होइन फिक्स हो क्या नाकको टाढोले नै हामीले फर्स्टमा देख्दा के भनेपछि यो 4 थियो अलि अर्कै भयो हिजो त पानीमा भिजेर आएको छ पानीमा यो त सुरुमा त यति बसिरहेको थियो कि बोकालाई के रे उलाई बाख्रा यस्तो सेतो बोकालाई अलिक मैले कुकुर बेच्थे त भने बाख्रा र कुकुर चिन्न छोडेन अब सुरु भयो त्यसै गरे कि अनि बाख्रा र कुकुर चिन्न थाले नेपालीहरूले छोडे भन्छ गर्दै गर्दै ओए बहिनी होला यसको परीक्षा कति बेला त सुन्नु गाइज सुन्नु गाइसमा गाइजहरु ल यसलाई ढिला भयो होला नि फेरि उसको परीक्षा गरिन्छ नन स्टप छ सो गाउँ चाहिँ यही हो सबजना हेर्नुहुन्छ हाम्रो सर सबै मिल्दैन घर चाहिँ यो भेट्टे घर चाहिँ अब मिल्दैन टेप लाउनु के गाह्रो छ एकछिन होइन अब सुन्नु होला अब गाह्रो पिरो माने नि जस्तो धेरै मान्छे हो त्यहाँ तल हुन्छ नि दिदीले देख्न पाउनु भने हिजो त नि दिदीले देखेर त भेटिहाल्थ्यो दिदीले त देख्न पाउनु भने कि बिन्दुले त हिजो त मैले देख्न पाइनँ म बाइकमा घरि उता घरि यता गफ सुन्नु सबजना गफ सुनौँ यता रमाइलो छ यता पनि यो गाउँ पनि जस राम्रो गाउँ छ यतापट्टि सीमातिर आउनु सबै सीमा कुन ठाउँ रे आन्टी दिदी सरी दिदी ओखरबुटो बुद्ध हिल जानेबाट अलि यता पञ्चकोट जाने घुम्ती नै नजिक भने त भइहाल्यो नि घुम्ती भइहाल्यो यो पनि बाटो भइहाल्यो ल गाइज सीमाको ओखरबुट्टा हैछ घुम्ती नजिक हैछ मन्दिर भगवती रन्जु देवनजी है आडैमा ओ एबी सोधेको दिदी कमेन्ट पढ्न जस मजा आइरहेछ भेटेर खुसियालीमा होइन भेटिएको त खास गरी घडेरी अब के छोपेको त होइन घडेरी कता अनि चियापलतिर अरे हाम्रो घर उतापट्टि अलि पल्टी रहेछ गाई भेटेको है दिदीको भनेमा चाहिँ दिदीले भन्नुहुन्छ अलि पल्टी रहेछ भेटेको सुन्नुहोस् न तपाईँले होइन हिमालको गोपाल भुवनको घर उतापट्टि हो क्या गोपालको घर नै इम्मै नै इम्मै हो क्या इम्मै यही यो बाटाको उतापट्टि हो छोपेको लाद ल होइन र अलि यता आइज गाई सुन्नु भने दिदीको कुरा माथि भन्नाले माथि थियो तिमीले कहाँ गर्छौ तिमीहरू अनि बहिनीको 1 बजे हेर्छ ओ एबी हो अनि तिमीले कहाँ गर्छौ के कमेन्ट पढ्नु त डन ए उ बिच अन्तरको माथि हटे अब उता बहिनीलाई अहिलेको त पुरस्कार दिने एलेक्समा अर्को बहिनी छ दुईटा होइन दुईटाले भेटेर दिने हो भेट्यो ओ नसोध्नु म धेरै फेरि गाडी गर्नुहुन्छ तपाईँले फेरि मलाई डन बहिनी एक्जाम कतिखेर बहिनी होइन बहिनीले त छोड्नु त बाइकहरू स्कुल साधन त होइन उ चाहिँ जाने कहाँ हो खास लरी पिपल होइन लरी पिपल होइन हुन्छ सँगै जामलाई बहिनी बाइकमा स्कुलमै जान्छ भाइ
1 बजे एक्जाम सकिएर आउँदाखेरि नेपालमा अहिले 12 बजे हजुर ललिपुर ललिपुर तिम्रो गाउँ राम्रो ठाउँ 1 बजे एक्जाम सिक्दैदाखेरि फेरि पहिला आउँछ नि सङ्गीतहरू हो कि एक्चुली सँगै आएर फोटो खिच्ने भिडियो ठ्याक्कै एउटा भिडियो गरेको बोल्नु मेरो बोल्नु नि लागेन एकछिन आउँछ बहिनी दुईवटा बहिनी भेट्टाकै एउटा बहिनी एक्जाम दिने गर्छ अनि त्यो बहिनी पनि आउँछ नि देखाउँछ हजुर है खै नभए पनि त्यसले दिदी आइन कि बिना दिदी सरोज दाइ पनि हुनुहुन्छ हजुर हजुर नेसनल लागि बोलेछिन के जिन्दगी यस्तो छ अब ऊ दिदी पो आइज गरायो म त फेरि झुक्काउनुहुन्छ इन्टरभ्यू लिनुपर्छ चाँडै होइन दिदीसँग परीक्षा लिँदै पनि अहिले बहिनीलाई हाल्नु मिल्दैन बजारमा मिल्नेमा ठ्याक्क ल्याएर ठ्याक्क सबै बजारको भेट गरेर सबै आज यो बहिनी बजार आएर भेट हो भने चाहिँ दिदी नम्बर लिएर आएको होइन हामी नि हिँड्छौँ अनि यस्तो दिदी यस्तो हुन्छ कि इक्जाम दिएर आउँछन् अनि बजारमा आउनु होइन बजार बहिनी पनि आउँछ सकेर आउँछन् बजारमा भेट्यो भने राम्रोसँग सबै गएर सबै टोलीसँग 2:30 बजे सकिने एक्जाम 12 बजे फेरि यता अमृताको छोरा भन्दा त यिनीहरू यिनीहरू त तेरै दिन दाजुभाइ यिनीहरू त यो गरेर तेरै दिन दाजुभाइ छोड्नेरीका उनी म दाजुभाइ पर्छु यहाँ गरी दाजुभाइ आउने मान्छे त आउन्न अनिबाट त्यही लक गर्छन् हुन्छन् हिँड्छन् त्यही भएर मान्छे चिनाउनु पर्छ अनि कुलपूजा आएनहरू तिमी अच्छा जिम्मुने हो त वनमा कुलपूजा मन्दिर यही त यहीँबाट अस्ति यहीँबाट लर यहीँ माथि हो कुलपूजा हाम्रो त त्यही गरौँ यहाँ यहीँ जङ्गल त अहिले बाटो छैन यतादेखि त बहिनी पर्नुहुन्छ यतादेखि भाउजू पर्नुहुन्छ होइन अब भन्नु फेरि फेरि चाहिँ त्यही गरेको होइन ट्याक्सी पनि आउँदै ठ्याक्कै आएर ठ्याक्कै हुन्छ नि सही हुन्छ बाइकमा हिँड्नु नि त ठ्याक्कै फोन नम्बर लिएर फोन गरेको अब हजुरलाई पनि आफन्त परिँदो रहेछ हामी अब हजुरमा सँगै आयो भने चाहिँ हजुर नेक्स्ट बहिनीहरू ल्याएर सँगै आयो भने हजुर नि सबै मिलेर एकचोटि उयोहरू भयो नि साँझ हल्का साँझमा ठ्याक्कै 5-6 तिर एउटा 1 बजे कति बेलासम्म सबिना 3 भेट्टाएको बहिनी छु है हुन्छ न त्यहाँ ट्याक्सी आइरहेको छ सबभन्दा सेफ ट्याक्सी हुन्छ यहाँ चाँडो सबभन्दा चाँडो आउँछ ट्याक्सी साँच्चै हुन्छ कि जो आयो ओके ल म यहाँ आउँछु क्या ढुक्क भाइ जाँदा नि हुन्छ त्यही गरौँ हुन्छ हुन्छ क्या मै पुऱ्याउँछु नि दिदी नानीलाई फेरि एक्जाम उसलाई नि ढिलो होला फेरि एक्जाम नानीलाई त म भेट्छु जसरी ऊ आउन पाएन नि म होइन आउँछु उसलाई यसलाई एक ठाउँमा बाँधेर म राख्छु यो अमृता छोरो पनि कहाँ रातमा त अघि बजारतिर बस्ने बजारै हो आमा छोरा वही बस्छ हजुर आमा त त्यतै जागिर भयो सबै दिदीले चाहिँ पुरा साथी हुन्छ हैन अब त्यो मान्छेले पैसा अब दिएर अब पठाउन लाग्यो एकछिन त आमा हजुर आमा त काट्नु छिन् के बेनी सर हुन्छ हजुर हजुर म उठम हामी भाग्नु पर्छ एकछिनमा अनि हजुर आमा त हुनुहुन्छ नि माथि हुनुहुन्छ माथि घरमा अँ त्यहाँ हजुर स्टेसन सीमा भाग्नु पञ्चगढ सीमा भनिन्छ कि हजुरले पनि त्यसमा नै ठ्याक्कै त्यहाँबाट देख्ने र सो गाइस यहाँ चाहिँ हामीले पुरस्कार दियौँ बहिनीलाई होइन बहिनीले भेटेको
सक्ने भाइ टोइटिनेले अब दुई लहटे टोइटिनेको भएको एउटीले मात्रै नि भएन एउटीले गर्दा अर्की भइ धन्न टोइटिनेले भयो स्टुडेन्टहरु पढ्नु भएछ त्यही नाम थाहा हुनाले भक्कु भन्नाले रोकियो यो चाहिँ भक्कु थाकेको हो यो बाबु बोलाइ हैन एकछिन 45,000 बहिनीले आउ न यहाँ बस्नु लगे सबैजना शान्त हुनु है अनि हाम्रो टिमहरु पछाडी बस्नु नि ठ्याक्क लाइन लाएर ल जानु म गरिदिन्छु भिडियो दिदी ए भिडियो आउनु न सबै ल अर्को ल बिचमा बसेर जाऊ नानु भयो दिदी लोक्नु लागि बाबु नानु तिमी चाहिँ मेरो छेउमा पानी बसे नि हुन्छ नभए समात्ने मान्छे भयो त म भिडियो बनाउँछु अलिक नजिककोबाट ओ लाइभमै हो अलि त लाइभ हो र होइन लाइभ ततास्तोको ठिकै छ म बनाउँछु नि त तिमी फेमस भयो कति पञ्चकोट के भन्ने पञ्चकोट सीमा अनि के नाम बोल्नु सबिना केसी अर्को बहिनीको नाम पूर्णिमा केसी सबिना र पूर्णिमा है पञ्चकोट म घरि सीमा भन्ने गाउँ है त्यही भन्ने पञ्चकोट सीमा भन्छ उसलाई बाबुले बोलाउनु पञ्चकोट नजिकै हो अन्त चाहिँ बाबुलाई बोलाउनु न आऊ पर्खि त पञ्चकोट सीमा सबिना र पूर्णिमा है नाफे बिर्सिन्छु फेरि यता हो नि अगाडि सेन्टरमा ए तपाईँ ठिकै छ गयो त्यो भयो नमस्ते सबैजनालाई आज चाहिँ म एकदमै धेरै खुसी छु हैन अनि 13 दिनदेखि हराएको मेरो भक्कुलाई चाहिँ हाम्रो प्यारो नानु पञ्चकोट सीमा भन्ने गाउँमा बस्नुहुन्छ नानुको नाम चाहिँ सबिना र अनि अर्को बहिनी चाहिँ पूर्णिमा हुनुहुन्छ उहाँहरूले चाहिँ यस्तो दौडिरहेको भक्कुलाई समातेर मेरो जीवनको खुसी जुन हराएको खुसी थियो त्यो नै फिर्ता ल्याइदिनु भएको छ मैले पहिला पनि भनेको थिएँ यो चाहिँ मेरो आमा र मेरो प्यारो भाइको चिनो हो हैन अनि त्यसले गर्दाखेरि म एकदमै भौतारिरहेको थिएँ नानुहरूले चाहिँ मेरो खुसी फिर्ता ल्याइदिनु भएको छ साथै यहाँ जति पनि मेरो पछाडि भाइहरू हुनुहुन्छ उहाँहरूले पनि एकदमै भक्कुलाई खोज्नको लागि हेल्प गर्नुभएको थियो त्यसैले जति पनि भक्कुलाई खोज्न हेल्प गरिदिनु भयो उहाँहरू सबैजनालाई हृदयदेखि धेरै धेरै धन्यवाद दिँदै मैले चाहिँ यो पुरस्कार 35,000 दिन्छु भनेको थिएँ नानीले चाहिँ मान्नु भएको थिएन तर पनि मेरो आफ्नो इच्छाले खुसीले पुरस्कार दिन गइरहेको छु आशा छ नानुले चाहिँ कापी किताब आफ्नो शिक्षा क्षेत्रमा लगानी गर्नुहुनेछ भन्दै यो पुरस्कार हस्तान्तरण गर्न गइरहेको छु अलि ठुलो ताली चटपट बनाउनुहुन्छ के जस्तो आमाले पनि पञ्चकोटमा चटपट बनाउनुहुन्छ के भन्न भक्कुले माथि पञ्चकोट चटपट बनाउने हुन्छ आमा एकदम ल थ्यांक यू नानु बकुलीले यो के रे लक्ष्मी छाइदिनु भयो ल पढ्नु दिदी कपी कलम किन्नु जास ओ चाच आई थ्यांक यू नानु मैले कस्तो खुसी भयो नि ल है गाइज ल कस्तो भइराछ अब भने उतै बेला उगरलाई देऊ न के रे के गर्नु गाइज जस्तो सोच्नु पानी हो दुईजनाले पानी हो भने उलाई आमालाई हजुर गरेर दिन्छ अथवा बेलुका आएर फर्किने भाइ भन्नाले उनको आधी आधी गर्ने होला गरे आधी यता पुरस्कार हो क्या पुरस्कार बहिनीलाई मैले हल पठाइदिनुहोस् न खुसी दोस्रो कुरा भनेको मेरो जीवनको सबभन्दा अब मसँग जो मान्छे छैन उनीहरूको चिनो गरे त त्यो पनि हो अनि तेस्रो कुरा भनेको केटारीलाई राखी पनि रहेछ अनि त्यसले गर्दाखेरि चाहिँ उहाँहरूले आफूले माया गरेर पैसा पाउँछु भनेर खोजे होइन नि त उनीहरूले त एनिमल लभर भएर पो माया गरेर समात्यो त नानीहरूले अनि त्यही भएर नि कस्तो राम्रो मान्छेहरू उसले पनि चिनेको भएर यो घरमा बस्यो कि नभए यत्रोजनाले खोज्दाखेरि पनि नभेटेको चिज हो कि
अनि त्यसले गर्दाखेरि पनि हामी कति भौतारिरहेको थियौँ अनि मेरो लागि त यो पैसा त के पनि होइन कि यसलाई भेटेर ल्याइदिन्छु तँलाई मलाई यति पैसा दिए भन्यो भने दिने मान्छे हो कि म यति साह्रो भौतारेको आज एकदम खुसी लाग्यो नानीहरूलाई एकदम धेरै धेरै धन्यवाद है अब जो कसैले वास्ता गर्दैन नि त तर नानीहरूले आमाहरूले आफ्ना दुईटी भोलि बेलुका भाउजू आउनुहुन्छ अनि दुईटी बस्ने अनि दुईटीले आफ्ना छोरीका हात छोरीका हात अनि उता भाउजू भएर आउनुहुन्छ होला होइन सबभर त मान्नुहुन्छ नि मलाई त रात हुन्छ नि सबैलाई त धेरै रात हुन्छ नि तपाईँलाई देख्यो होइन यो त मैले नानीहरूलाई पैसा नराख्नु होइन दिदी मैले अझै यो आज भेट्दैन भने बेलुका चाहिँ अझै 1 लाख रुपियाँ एनाउन्स गर्छु अझै ध्यान दिएर खोज्छ कि भनेर मेरो मनमा मलाई चाहिँ यो एकदमै छोरीलाई नै प्रेरणा हुन्छ केही गर्न तिमीलाई ठिकै छ सबिनाले त घरको अवस्थाबाट नि एउटा चाहिँ सुन्छ क्या जिन्दगीमा कमेन्ट मनी पर्नु पर्यो ए त्यो आन्टीलाई बल्ल साइडमा चाहिँ न एकछिन बसी दिदी आन्टीको उठाउँदा कि मान्छे यस्तो हुन्छ क्या उनीहरू जिउँदो हुन्थ्यो भने त्यो ख्याल हुँदैन अब उनीहरू छैन अनि आमासँग 24 घण्टा सो गाइज भेटे सबलाई लाइभ हेरेर साथ दिनुको धन्यवाद छ दुईजनाकै चिनो भन्नु भएर भक्कु बाँचे नि भेट्न पाए हुन्थ्यो भने भन्दा नि आमासँग तल र माथि गर्दो भन्दाखेरि अनि त्यो भएर नि हो क्या मलाई यो कुकुर सबैलाई त्यही भएर लागि परेको त्यही नै भयो अब डम मिसिङ त कति नै भइरहेको हुन्छ जति पनि थियो जहाँ पनि थियो अरूका पनि हराउँछन् तर तपाईँको ऊ हेरिराखेको थिएँ मैले अनि त्यही भएर त्यस्तो भन्नुभएको थियो त्यही भएर मैले फेरि आमासँग तलमाथि गर्थ्यो कुखुरा के अरे कुखुरा चोरी सबै गरेपछि यो कुकुर कसैले भेट्यो भने दिन नला जस्तो लागेको कसैको अनि मेरा दिनभरि जाँदो रहेछ म उपराष्ट्र नहुने पुगेन नि यस्तै निर्मल के छ जस खुसी लाग्यो भेट्यो कि त्यो मेन कुरा त्यही भेट्नु ठुलो कुरा हो होइन त्यो दिदी बोली अर्को छ के गर्नु यस्तो छ हाम्रो उहाँ दिदी चाहिँ यो जुन डग्स मात्र बस्नुहुन्छ नि त्यो दिदीले चाहिँ बाग्लुङमा म्याक्सिमम् स्ट्रिट डगहरूलाई खाना खुवाउनुहुन्छ कि क्योर गर्नुहुन्छ बाग्लुङ कुकुरहरू होइन यो दिदीले पनि धेरै साथ दिनुभएको उहाँले पनि धेरै साथ दिनुभएको पप्पी खोज्नको लागि उहाँले चाहिँ बाग्लुङ बजारमा पप्पीहरूलाई धेरैलाई खाना खुवाउनुहुन्छ बेलुकातिर बिहानतिर कल्पना दिदी उहाँ चाहिँ बाग्लुङको गीता दिदीको छोरा कस्तो मेरो खुसी फिर्ता आए जस्तो भन्छ क्या अलिकति आमा र भाइको त त्यो त उस हुन्छ यसलाई देख्दा नि थोरै चित्त बुझाउने बाटो हुँदो रहेछ कस्तो मनमा नभए यत्रो सारा दिनको भौतारिन्छ चोकमा बाटोमा कति सोध्दै हिँड्ने कतिजनाले सङ्गम सर भाउबाट हेर्न कि मेसेज आइरहेको छ त्यही भएर कि कुरा क्लियर होइन अनि कसरी होइन हामी खोजेर थियो बहिनी भेट्टा रहेछ माथि 2टा बहिनी भेट्टा रहेछ माथि होइन अनि ठ्याक्कै फोन आयो हामी एउटा उडेर आएर हेरेको क्या नि सङ्गम सर भाउबाट होइन त्यही हो सँग सर नदेखेर होला
हामी पनि जान्दैन भएको हुन्छ भन्ने कुरा पनि नगर्नुहोस् क्या त्यहाँ त त्यति सम्झिने नै होइन दुनियाँको यस्तै रहेछ भन्नु आफूभन्दा तल भेट्दाखेरि चाहिँ साँच्ची मलाई आज एकदम पैसा त केही होइन आज यसलाई के हो तपाईँ मेसेज आएको छ सर बिरालो यहाँ गर्दै उ तल सल्ले फुर्का पुगेको त्यसपछि मलाई त्यो दिन आएर तिमा बजारबाट फर्काउँदै थियो त्यहाँ के हामीलाई पहिले सानो बिरालो दिएर छोड्न जाने अनि पार्नाडोसम्म लिन जान्थ्यो अनि त्यो दिन केटा पिकमा गएर घर आइरहने थिएन अनि केटाहरू कहाँ परिचित बाटो देखिँदैन आमा आमा भनेर उनीहरूले कराइछन् त्यो बिरालो यहाँ गएर मलाई यसो हेऱ्यो अनि त्यहाँबाट फेरि तलै गयो सल्लाह फेरि डम्मिया घर गयो म चाहिँ त्यही एकदिन बसेको अरू त्यस्तो हुन्छ कि त्यो बिरालो त्यस्तो गरेपछि मलाई सबै याद आइसक्यो त्यहाँ हुन्छन् बहिनी त्यस्तो चिन्ता लिँदैन केही नि हुन अब त हुने हुन हामी दुध संसारलाई यस्तै भन्ने भन्ने हो अब हामी यसलाई यसो गर्नु न दिदी बस्नुहुन्छ हजुर सब हामी लाग्यौँ होइन हुन्छ सबैजना अब त्यो नामलाई चाहिँ बेलुका गरेर भेटौँ ल एउटा आन्टी दिदीलाई नम्बर दिनु न त्यो बहिनी खानुहरूको नत्र होइन कल्पना दिदी नम्बर राख्नु त्यो बहिनी दुइटा बहिनीहरूको कि पूर्णिमा स्कुल राख्नु अहिले बजारमा फेरि भेटौँ ल बहिनीहरूसँग जसलाई फोन हाल्ने ठ्याक्क अनि नानीकै राख्नु न नम्बर कुन तपाईँ बागलुङको सीमा भेट्यो है सीमातिर बागलुङ भेट्यो नानीको छ होला सकिनाको मम्मीले चलाउँछिन् कि यसले त चलाउने हो मम्मीसँगै हुन्छ होला उसको आफ्नो छैन कि भन्छु कमेन्ट सकियो कमेन्ट अहिले साइलेन्ट गर कमेन्ट เอาจ้ามาหัวจันเนี่ย 20 मिनटतिर गर्नु